कहाँ हिँडेको अरे हामी सम्झना हामी पार्क कहाँ हिँडेको पार्क पोखरा जाने जस्तै हालत हुन्छ आज पनि हाम्रो होइन दुईटा सिटमा हामी चाहिँ यतिजना छौँ भाइ उता चाहिँ बमिटाउने मान्छेलाई छेउमा राखेको हामीले तर सोचे भन्दा देख्दै फरक भयो सिट चाहिँ हामीलाई अगाडि भन्ने सोचेर आएको थियो लास्टमा त्यो ब्याक साइडमा गएर छ्या कस्तो आएको थियो कस्तो भयो होइन गेटअप चेन्ज भयो होइन यसले गरेर हाम्रो सबैको गेटअप चेन्ज भयो यसले नभनिकन कि बमिट गरेर हाम्रो चाहिँ गेटअप चेन्ज भयो है बेबीको सुरुवात यस्तो छ अहिले उसको आफ्नो त झन् यस्तो छ ऊ दादा त्यसरी बसिरहेको छ होइन मेरो हालत चाहिँ यस्तो छ है के गर्नु केटाकेटी लिएर आएको बमिट गरेर दुईटाले यस्तो कपडा बिजोग बनाइदियो है चाहिँ जाँदैछु मेरो गाउँ चाहिँ यहाँ तल हो म तपाईँहरूलाई देखाउने छु ल मेरो गाउँ चाहिँ तल हो पहिला हामी त्यहाँदेखि चाहिँ होइन यता गएर त्यो जङ्गलमा जानुपर्छ अलैँची टिप्नलाई वैसेलु नि कहाँ छ आरोयासी रोज यो आरोयासी रोज हो कहाँ मलाई नि छोडी होइन घर जानु भनेपछि चाहिँ यिनीहरू होइन होइन यस्तो आतिँदै हिँड्नु रहेछ भने होइन आफ्नो घर भने त आफ्नै घर हो होइन उकालो होस् या ओह्रालो होस् त्यहाँ एउटा त्यहाँ पुगिसक्यो भने अर्को चाहिँ कहाँ पुगिसकेको छ मेरो चाहिँ यहाँ खुट्टा दुखेर हिँड्नै नसक्नु हुन्छ कस्तो थर कामिरहेको छ नि त मेरो खुट्टा चाहिँ यहाँ यिनीहरू चाहिँ अस्ति आएको नि हामीलाई छोडेर नि नाली गुराँस चाहिँ यति मात्रै फुलिरहेको रहेछ तल चाहिँ हाम्रो घर हो अनि यहाँ घरमा यता आफ्नोहरू भेटेपछि त हेर ल्याउनेलाई बिर्सिँदो रहेछ यो चाहिँ खुसबु त्यहाँ हुन्छ अनि यो मान्छे नि आउने बेलामा कुन गेटअप थियो र अहिले कुन गेटअप भइरहेछ भने त्यो बिहानको भन्दा यो गेटअप यो चाहिँ दादाले बहिनीलाई दिइसकेको हो होइन दादा भाइको बिहे 5 गते हो होइन अनि अरूले चाहिँ गिफ्ट के दिन्छ मलाई थाहा भएन मैले चाहिँ यो ल्याइदिएको आज चाहिँ यो गिफ्टको पैसा दिनु परेको यो पनि किन गराएको थाहा छ यिनीहरूले पैसा तिर्नुपर्ने हामीले यो यसले कस्तो ल्याइदियो भनेर चेक गर्नु आज बाबालाई देखा न पैसा माल्दैन राणामा हेर्दा मिल्छ काम